नेपाल प्रिमियर लिग सिजन 2 को ग्रुप स्टेज सबै खेल सकिँदा कसैले रन बनाए, कसैले रेकर्ड तोडे, तर कसैले त रनको आधी नै ल्याए। 323 रन, 21 छक्का, 53 को औसत। के तपाईलाई थाहा छ यी नम्बरहरू कसका हुन्? आज हामी सिजन 2 का टप 5 ब्याट्सम्यानहरूको चर्चा गर्नेछौँ। को छन् यो सूचीको शीर्ष स्थानमा? उनीहरूको चौका, छक्का, औसत र विस्फोटक स्ट्राइक रेट कस्तो रह्यो? पूरै विश्लेषणका लागि भिडियो 1 सेकेन्ड पनि स्किप। नम्बर 5 मा छन् सुदूरपश्चिम रोयल्सका विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी। उनको पावर हिटिङले सुदूरपश्चिमलाई धेरै खेलमा बलियो स्कोरसम्म पुर्याउन मद्दत गर्यो। विनोदले 7 खेलमा 141.55 को उत्कृष्ट स्ट्राइक रेटले कुल 201 रन बनाए। यस क्रममा उनले 20 चौका र 6 छक्का हाने, जसमा उनको 1 अर्धशतक समावेश छ। उनले चौकाको तुलनामा कम छक्का हाने पनि 20 चौकाले इनिङ्सको गति कायम राख्न उनको क्षमता देखाउँछ। उनको आक्रामक 69 रनको इनिङ्स धेरै लामो समयसम्म चर्चामा रहनेछ। उनको टिमले टप 2 मा फिनिस गरेको छ। अबको 2 खेलमा राम्रो प्रदर्शन गरे भने उनी टप रन स्कोरर बन्न सक्ने चान्स धेरै छ। नम्बर 4 मा छन् नेपाली राष्ट्रिय टोलीका कप्तान तथा लुम्बिनी लायन्सका मुख्य खेलाडी रोहित पौडेल। यस सूचीमा चौथो स्थानमा छन्। विदेशी खेलाडीहरूलाई टक्कर दिँदै नेपाली खेलाडीहरूको नेतृत्व उनले गरे। रोहितले 7 खेलमा 208 रन बनाए। उनले 13 चौका र 5 छक्का प्रहार गरे। उनको स्ट्राइक रेट 115.55 रहे पनि उनले कप्तानीको दबावमा हरेक खेलमा स्थिर प्रदर्शन गरे। उनको सर्वाधिक 49 रनको इनिङ्स पनि टिमका लागि महत्त्वपूर्ण रह्यो र उनको टिम प्लेअफ्समा पुग्यो। अब क्याप्टेन रोहितको लक्ष्य भनेको बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई ट्रफी जिताउँदै गोल्डन ब्याट पनि आफ्नो कब्जामा लिने उद्देश्य हो। नम्बर 3 मा छन् चितवन राइनोजका भरपर्दा खेलाडी तथा अनुभवी रवि बोपारा। तेस्रो स्थानमा छन्। आफ्नो उत्कृष्ट T20 अनुभवको प्रयोग गर्दै उनले चितवनको मध्यक्रमलाई बलियो बनाए। बोपाराले 7 खेल चितवन राइनोजका अनुभवी रवि बोपारा तेस्रो स्थानमा छन्। 147.85 को उच्च स्ट्राइक रेटका साथ 237 रन जोडे। यस क्रममा उनले 12 चौका र 13 छक्का हाने। उनको ब्याटबाट 3 अर्धशतक निस्किए। उनले चौका र छक्काको मिश्रण गर्दै इनिङ्सलाई अगाडि बढाए। तर उनले यस्तो उत्कृष्ट प्रदर्शन गर्दा पनि उनको टिम प्लेअफ्समा क्वालिफाइड हुनेछ। नम्बर 2 मा छन्। यस सूचीमा दोस्रो स्थानमा छन् कर्णाली याक्सका अलराउन्डर मार्क वाट। एक बलरको रूपमा परिचित भए पनि वाटले ब्याटले पनि कमाल गरेर सबैलाई चकित पारे। उनले 7 खेलमा 246 रन बनाए र सबैभन्दा महत्त्वपूर्ण कुरा उनले 13 चौकासँगै 21 छक्का प्रहार गरे। उनको स्ट्राइक रेट 161.84 रहेको थियो। उनी यस सिजनमा सर्वाधिक छक्का हान्ने खेलाडी पनि हुन्। उनको यो विस्फोटक इनिङ्स NPL को इतिहासमै एउटा रेकर्डको रूपमा रहनेछ। यस्तो उत्कृष्ट प्रदर्शन गर्दा पनि उनको टिम प्लेअफ्समा क्वालिफाइड हुने सकेन। त्यस्तै नम्बर 1 मा छन् पोखरा एभेन्जर्सका ओपनर एडम रसिङटन। यस सिजनका सर्वाधिक रन स्कोरर हुन्। उनको प्रदर्शनले साबित गर्यो कि उनी किन विश्वभरका लिगहरूमा परिचित छन्। उनले 7 खेलमा 323 रन बनाए, जसको औसत अविश्वसनीय 53.83 रह्यो। उनको ब्याटबाट 31 चौका र 19 छक्का निस्किए। चौका र छक्काको सङ्ख्याले उनको आक्रामक शैली देखाउँछ। लिगमा उनको 108 रनको नटआउट इनिङ्स अविस्मरणीय रह्यो, जसले विपक्षी बलिङ लाइनअपलाई चकनाचुर पार्यो। तर विडम्बना उनको टिम पनि प्लेअफ्समा क्वालिफाइड हुन सकेन। तपाईको विचारमा एडम रिसेन्टनको रेकर्ड कसले तोड्ला? रोहित या विनोद? कमेन्ट बक्समा अवश्य लेख्नुहोला। भिडियो मन परे लाइक गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद र भेटौँ अर्को भिडियोमा।